के भन्नु छ सम्झनाजी? हेलो, के भन्नु छ? मेरो ननिकाला गाउँमा हो, गाउँमा गाइस। यति बेला चाहिँ गाउँमा हो, कोदोहरू फुलिरहेछन् टक्कसँग लाएर। कोदो फुलिरहेछ। अहिले चाहिँ कता हिँडेको भन्दाखेरि गाईलाई भइसकेको चाहिँ घाँस हाल्नु पर्ने भएर झन् लागेको हो। चिबेल लडेको अवस्था। बहिनी चाहिँ अगाडि गइसकेको छ, म छु पछाडि। ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। आज उहाँको बर्थडे रहेको छ होइन। यता हाम्रो काकी हुनुहुन्छ, काकी भाइ काका, अनि पछाडि हाम्रो बहिनीहरू जुन्जी टोलीहरू। अनि अहिले चाहिँ हामी चाहिँ कता जाँदैछौँ भन्दाखेरि दाङखातिर चाहिँ जाम भन्ने कुरो भएर चाहिँ गइरहेको अवस्था हो। अनि ठ्याक्कै यहाँ चाहिँ के छ भन्दाखेरि स्कुल कसो गर्यो? यता पो यो ढुङ्गा मुनि चाहिँ ओडार छ। यो ओडारमा चाहिँ पहिला चाहिँ चाइनाबाट के पाउँथ्यो, फेरि के आउँदाखेरि लुकेको अरे यहाँ होइन। त्यही भएर यो हाम्रो गाउँको नाम चाहिँ लुकुवा थियो, अहिले चाहिँ लकुवा भएको छ। यसमा के भन्नु चाहनुहुन्छ तपाईँ बर्थडेको? वाउ। अनि दाङखा चाहिँ पर छ होइन। दाङखा चाहिँ के हो त भन्दाखेरि एउटा झरना हो होइन। त्यहाँ चाहिँ हामी अहिले जानु लागेको, अलिक टाढै छ, हिँड्दैछौँ। जेन्जी म त जेन्जी होइन, म त जेन वाइ हो। मलाई पनि च्यानलमा स्वागत गर्न न, स्वागत गरेको। वेलकम टु सुमन कुलुङ ब्लग। वेलकम टु माई ब्लग सुमन कुलुङ जु। थ्याङ्क यू सो मच। तपाईँलाई पनि स्वागत छ मेरो च्यानलमा। सुमन कुलुङ च्यानलमा स्वागत छ। ब्लगमा अतिथि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। अस्ति जेन्जी आन्दोलनमा सहित प्रवीण भाइको यता चाहिँ रहेछ। के भन्ने केही भन्ने शब्द छैन। यहाँ परदेखिको यो झरना चाहिँ दाङखा झरना। हामी चाहिँ छैन। अनि अघि फोन गर्छु भनेको न तिमीले? ल म गर्छु ल। यहाँ दाङखा झरना चाहिँ पुग्नुपर्ने हामी, अझै 1-2 घन्टा लाग्छ भन्ने कुरा छ। हेरौँ के हुन्छ, लेट्स सी है। यो बाटोबाट चाहिँ हाम्रो आमा आउने कुरा छ। अनि उहाँलाई पर्खिनु पर्ने भएकोले एकछिन चाहिँ बसिन्छ कि भन्ने कुरा हो। तर बिस्तारै हिँड्ने कुरा पनि भएको छ। अनि यता चाहिँ म छु।
पर्खिने ल म नि बिस्तारै हिँड्छु यहाँ चाहिँ सुरु हुन्छ अमृतसर बारीहरू हाम्रो आमा पनि आइसक्नु भएको रहेछ पछाडि यहाँ चाहिँ पानी छ मैले यहाँ सुरुवात तान्नुपर्ने हुन्छ नत्र भिज्छ यस्तो तानेर जानुपर्ने अवस्था 1 घन्टा नै जति लाग्छ होला छिटो हिँड्दाखेरि पनि हाम्रो एकदम स्लो मोसनमा गइरहेको अवस्था छ अहिले चाहिँ आरामले जाम भनेर अनि अहिले चाहिँ मौसमविदहरूले चाहिँ पानी पर्छ भनिराखेको अवस्था अरे तर पानी चाहिँ परेको छैन ठिक्क घाम पनि लागेको छैन एकदम शीतल छ सो हिँड्नलाई चाहिँ अहिले प्रब्लम छैन मेरो चाहिँ अलिकति हिँड्ने बानी नभएकोले अलिकति सास चाहिँ बढेको कि जस्तो भइरहेको छ होइन भनेको कुरा सब ठिक छ गाउँघर आउँदाखेरि यो रमाइलो लाग्छ जङ्गल हरियाली अनि जङ्गलको चिरबिर आवाजहरू भयो होइन चराचुरुङ्गी किरा फट्याङ्ग्रा यी सबैको आवाज सुन्न चाहिँ छुट्टै मजा आउने हुन्छ यहाँ चाहिँ ढुङ्गा रहेछ खै कसले के को लागि चाहिँ रेडी पारिराखेको अवस्था रहेछ अगाडि हुनुहुन्छ 4 जना म चाहिँ बिचमा अनि पछाडि 3 जना आउँदै हुन्छ हाम्रो टोलीहरू सम्झनाजी र म चाहिँ पहिला पनि बाटो हिँडिसकेको हो होइन पहिला पनि भ्लगतिर देख्न सकिन्छ यता माल्टाको बोट छन् अन्त माथितिर सबै चाहिने अमृतसर गाडी छ यो बास चाहिँ मरिसकेछ पहिला हामी यहाँ फोटो खिचेका थियौँ यहाँनिर हामी बुढाबुढी आउँदाखेरि अहिले बास चाहिँ मरिसकेको अवस्था रहेछ यहाँ चाहिँ जुक्कै जुक्का थियो भाइ केही भन्नु छ कि छैन छैन म भनिहाल्यो सकिगयो काकाले थुप्रो आयो भन्दै हुनुहुन्छ हाम्रो टिम त होइन सबै हो र हुन्छ बुट ला सम्झना एकछिन अठाइदेऊ त म यो सुरुवात जान्छु पानी खाएर आउनु कति आनन्दको पानी छ फाइनल्ली चाहिँ लौरोङमा खुल्सा आइपुगेको अवस्था माथिबाट बगेर यता झरेर यताबाट सिधै जान्छ है अनि यता चाहिँ पानी छ सुरुवात त भिजेको त लडिन सुरुवात भिज्यो पौडी खेल्ने यहाँ त पानी पो जमाएको छ लोरोमा खोल्सा आदर्श भाइ यो चाहिँ चौतारो लोरोमा खोल्साको चौतारो अनि यहाँ ढुङ्गा चाहिँ ठुलो ढुङ्गा छ अनि यहाँ मुनितिर पनि ढुङ्गै ढुङ्गा अनि पहाडी चाहिँ अलिकति पहिरो गएको देखिँदो रहेछ तर यहाँ चाहिँ पहिरो ठुलै गएको छ अनि यहाँबाट टक्कसँग
You can see guys, हरियाली जङ्गल छ, जङ्गल बाहेक केही छैन यहाँ। अनि यहाँपट्टि यो चाहिँ हाम्रो उता गाउँ जाने बाटो हो। अनि त पारीपट्टि बाला भइहाल्यो। अनि हाम्रो डोरी चाहिँ यहाँ बिसाउने यस्तो कुरा सुनेको तर नबिसाइकन अघि बढेको रहेछ। यहाँ चाहिँ दिदी भाइको फोटो ल टोली अगाडि बढेको अवस्था छ। यहाँ दुईवटा बाटो छ होइन, तल्लो बाटो चाहिँ उता खङ्गुवा पुल जाने बाटो हो। यो बाटो चाहिँ हामी पहिल्यै गइसकेको छौँ र यो माथिको बाटो चाहिँ हाम्रो दाङखा जाने बाटो अरे। सो मेरो आफ्नै गाउँ भए पनि फर्स्ट टाइम गइरहेको छु। धनुजा सम्झनाजीको त पुरै फर्स्ट टाइम होइन, दुईजनाको एकदम पहली दफा हम जा रहे हैं दाङखा झरना। यहाँ पहिरो खसेको रहेछ। अनि के यहाँ रोडै रोड जानु? म त उकालो अनि तर्सिरहेको। कस्तो उकालो हो? रोड उकालो यस्तो त हुँदैन नि। तर रोड पनि उकालो छ, सास बढ्न थालिसक्यो। ओहो पुरै ओह्रालो छ है त। हरियाली वन जङ्गल आउँदा चाहिँ ओह्रालो पर्ने रहेछ। ओहो ठुल्ठुलो कटुस बाँड्नु यहाँ आउनु सुन्दैन। ऊ टिपो त यो बार्खाको बाको यता पनि थियो त। टिप्छौ टिप्दिनु खाऊ। यहाँ पनि छ केले फुटाउनु खया टोको त दुई थाक भइहाल्छ। सबैजना चाहिँ कटुस टिप्न व्यस्त भएको अवस्था हो र। म चाहिँ जान्छु है, म चाहिँ बाबा जान्छु है। ओहो त्यो माथि के हो त्यो बाटोमा? वाउ कटुस बाटोमा भेटेको हामीले। यता टिप्ने कार्यक्रम जारी छ। आमा गयो आफै आमा ल ये रहा कटुस। पारी खङ्गुवा पहिरो झरेको छ माथिबाट शिवदेखि पुच्छरसम्म नै। यता चाहिँ पाइपको नालीहरू गएको छैन कि? नाली पाइपको नाली गर्नु कि फुटाएर पानी खाने। एकदम मत को मेरी जान जिन्दगी में कुछ अच्छा करो। ल पानी खाने उठाऊ। बर्थडे गर्ल वान्ट्स टु ड्रिङ्क वाटर। कस्तो आनन्द आइरहेछ। कटुस खाइरहेको दामी सिन छ पछाडि चाहिँ यार। म त भिडियो बनाउनै आउँछु लाग्यो। म बनाउँछु। ड्रिङ्किङ वाटर इटिङ कटुस एन्ड ड्रिङ्किङ वाटर। खङ्गुवा खोला झरिरहेको छ यहाँ देख्न सकिँदैन। भिडियोमा चाहिँ जुम गर्न मिल्दैन, अन्त यहाँ बाहिरबाट देख्न सकिन्छ। भालु आउँछ पनि भित्र आउँदैन। त्यो धेरै फलेको साल चाहिँ भालु आउँछ नि। धेरै कटुस फलेको बेला चाहिँ भालु आउँछ होइन। एक दुईवटा चाहिँ भालुले अट्याक गरेको घटनाहरू पनि छन् हाम्रो गाउँमातिर। हाम्रो गाउँमै चाहिँ छैन, अलि मासतिर चाहिँ त्यस्तो इन्सिडेन्टहरू हुने गर्छन् कहिलेकाहीँ। ए हुन्छ नि किरा फाल्टो कुनै त्यो कुहिएको बिग्रेको हुन्छ। गडेउला हो बिग्रेको। दिस इज गडेउला नट सर्प। काकी अब कति छ? आधी मात्रै। तर म त मजा आइरहेछ। म त मजा आइरहेछ। धेरै होइन होला, म त पत्याएको छुइनँ।
यता हाम्रो काकाले श्रमदान गर्दै हुनुहुन्छ बनाएको सबै भत्किएछ नि यो आफ्नो गाउँ आफै बनाउने हो नि ठिक छ आफ्नै जय श्रमदान गाउँ फर्की आए गीत गाउने एकजना काम गर्ने सबै हेर्ने मोबाइल बोकेर ल पानी छेक्यो जय श्रमदान जय श्रमदान ओहो हाम्रो स्कुल हो यो भिडियोमा त आएको छैन तुम क्या कहना चाहती हो कटुसको बोट होइन के हो कि होइन के हो कटुस यहाँ रहेछ कि तर यहाँ जुम गर्न मिल्दैन यो पक्नुहोस् है गाइज म क्यामेरा चेन्ज गर्छु यो फलिरहेको चाहिँ कटुसको बोट हो होइन यो रातो रातो खैरो खैरो देखेको चाहिँ कटुस अरे भन्ने कुरा आएको छ एउटा रुख छ यहाँनिर रुखको फेदाबाट जानुपर्ने आधी मात्र भयो भन्छन् कसैले यार कसैले आधी अन्त नयाँ मान्छे कति हो ह्याप्पी बर्थडे टु यु सम्झनाजी थ्याङ्क यू यता पनि पहिरो खसेको रहेछ यहाँबाट भिड त आमामा हो एकचोटि कहाँ पुगिने खालको छ त पहिरो खसिङ वा अब्बो यो माथि के को लहरा हेर सम्झना लहरा यस्तो दामी ठाउँ होइन यहाँदेखि टक्क लाग्ने माछामा सिरिसको बोट यता माथि लहरा छन् पानी रसाइरहेको छ ढुङ्गाबाट माथि तप पानी चुहिरहेको अवस्था छ त्यो रसाको हाम्रो टोलीहरू टोली ओ वाह इसे कहते हैं कटूस वाह लज्जीबारी हो म त उयो पला भनेको के अरे उसै के मङ्का खोरे के उयो छ पातङ्गे कि छ पाङ्गे ए खोरे बढेछ खोरे भनेको छट इम्पा न अलैँची लेम्पा अलि माथितिर मात्रै पाउँछ र लेकतिर होइन मैले बनाएको बाटो भन्ने बिगारेछ कसैले नबनाए कसले बनाउँछ मान्छे त यहाँ खालि हिँड्ने कुद्ने गराउने मात्रै छ कि यस्तो टिप्यो भने